Hello guys, welcome back to my YouTube channel. It's me Rahul and you're watching my Ninja Science vlog. So guys, आज म बिहानै 6 बजे नै vlog स्टार्ट गर्दैछु र गाडी फर्किरहेको थिएँ. गाडी के गर्नु पाउनु मुस्किल भइसक्यो गाइस. यो टिभी10 झोडा बन्द भएकोदेखि पाउनु मुस्किल. अन्त बिहान आज मेरो ड्रिम बाइक है, सुपर बाइक G900 ब्रान्ड न्यू रहेछ है. नम्बर प्लेट पनि एक्सन रहेछ. र यस्तो छ गाइस, बिहान आफ्नो ड्रिम बाइक देख्दा पनि क्या खुसी लाग्छ. र अब हिँड्दै जान्छु गाइस. यहाँबाट म हिँड्दै यहाँबाट अब टिभी10 झोडा निस्किन्छु. टिभी10 झोडादेखि पनि अब उता माथि स्ट्यान्डमा गाडी पाइछ भने ठिकै छ, नभए माथिसम्म नै हिँडेर जानुपर्छ. र गाइस हेरौँ. र नयाँ भ्लग मैले हालिसकेको छु होइन. यो चाहिँ 10 तारिकै, अन्त आज चाहिँ 11 तारिक. र जति सक्दो चाहिँ तपाईँको लागि म भ्लग ल्याइ बस्ने ट्राई गर्दैछु गाइस. अब मेरो भ्लगमा चाहिँ म कतिवटा हुन्छ नि अब अफ ड्युटीमा च्यालेन्जिङ भिडियोहरू ल्याउने छु, जसमा कि आफूलाई एउटा च्यालेन्ज दिन्छु. तपाईँलाई त्यसमा के सोच्नुहुन्छ, के भन्नुहुन्छ भनेर भन्दा हुन्छ. र गाइस तपाईँहरू एकैचोटि माथि भेट्छु टिभी10 झोडामा. अब चाहिँ तामाङ गुम्पा पुग्यो होइन. र तामाङ गुम्पा अहिले फिलहाल पानी पर्नु थाल्यो, पिउँछ पानी. र यो अगाडि म बस्नु छ. र म चाहिँ यो सिँढीबाट उकालो जान्छु. यो सिँढीबाट उकालो चढ्छु. त्यहाँदेखि यहाँबाट डाइरेक्ट डेभलपमेन्ट पुग्छु. अनि डेभलपमेन्टबाट बेसी टाढो छैन. डेभलपमेन्टबाट यसरी नै यत्तिकै सिँढी चढ्नुपर्छ. अनि ठिकै आफ्नो ड्युटी स्पट पुगिन्छ. सपोर्ट देखाउनु चाहिँ नबिर्सिनुहोस् है. लाइक सेयर सब्सक्राइब गर्नुहोस्. जति साइडको तपाईँहरू आफ्नो साथीभाइ फ्यामिलीहरूलाई पनि सेयर गर्नुहोस्. र गाइस फाइनली डेभलपमेन्ट पनि पुग्यो होइन. डेभलपमेन्ट पुगेर एउटा लस्सी अमुल कुल पनि किने. जति मेरो ब्याङ्कको डोस. र अहिले फिलहाल म फेरि घर जानेछु. मर्निङ दा, कति बजी हो ड्युटी? आफूसँग काम गर्ने स्टाफहरू भेट्यो. 8 बजी ड्युटी अरे, मजा छ है साथीभाइहरूलाई. आफू चाहिँ यही हो जिन्दगी. डेली सिँढी चढिन्छ, एक एकवटा अमुल गुल खाइन्छ. हेल्दी चिज खानुपर्छ गाइस. सिगरेट बेडी रक्सीहरू चाहिँ केही पनि हुँदैन. र मेरो फेस पनि आधी उठेर आउँछ होला. क्यामेरामा रिल्सम्म हुँदो भन्न सकेको छैन भन्दैछु त. यति साह्रो हुन्छ नि अब फ्रेन्डली भएको छैन गाइस. त्यही भएर गाइस दिनको नभनेको पनि 1000वटा सिँढी चढिन्छ. थालेर पाउँछ नि गाइस. टाइममा ड्युटी पुग्नु पनि कोही बेला साह्रो पर्छ. अब हुन्छ नि बेसी हिँडेर मुटु बाहिर आउँला जस्तो हुन्छ गाइस. र गाइस अहिले ड्युटी पनि आइपुग्यो होइन. ड्युटी आएर खाजा खाइसकेँ होइन. र हाम्रो यहाँ त स्कुटी धुँदैछ. नभनेको पनि 1.5 वर्ष बाद होला है त. कि ल्याएकोदेखि नै नधुको ल्याएकोदेखि नै नधुको रहेछ गाइस. अन्त आज यसो बल्ल स्कुटीले पानी देख्दैछ. स्कुटी पनि धोयो हुँदैछ. र कस्तो धुँदो रहेछ, के धुँदो रहेछ हो मजाले. अहिले लास्टमा हेरौँ. गाइस स्कुटीको एक रास कत्ला निकालिसकेर फाइनल लुक फिलहाल यस्तो छ है. र अहिले स्कुटीको अब ड्राई क्लिन हुन्छ है त. अब स्कुटीको ड्राई क्लिन
स्कुटीले भर्यो मालिक मलाई पुरा जिउ हल्का लाग्यो कि स्टियरिङ छोडिदिनु भन्ला नि ल गाइस अब फिलहाल म खानासाना खाइसकेर आइसकेँ होइन खाना चाहिँ आइसक्यो भन्दा म एकछिन वासरुममा बसेको एकछिन मैले फोन खोलेर हेरेको होइन जहाँ पनि अब यो इन्डिया पाकिस्तानको जुन चाहिँ वार हुँदैछ त्यसको मात्रै भिडियोसहरू आएको छ फिलहाल इन्स्टाग्राम फेसबुक जहाँ पनि हेऱ्यो होइन त्यही मात्रै अहिले ट्रेन्डिङमा छ होइन र यति नै भन्नु चाहन्छु गाइस कि हामी यहाँनिर होइन यस्तो मजाले राति मजाले सुत्नु पाइरहेछ राम्ररी घुम्नु पाइरहेछ होइन भ्लगिङ गर्नेले भ्लगिङ गरिरहेछ गाडी कुदाउनु गाडी कुदाइरहेको छ होइन सबैले आफ्नो लाइफ मजाले जिरहेको छ है र त्यसको लागि चाहिँ तपाईँहरूले के गर्नुहोस् भने चाहिँ अब जुन चाहिँ हाम्रो इन्डियन आर्मीहरू हुनुहुन्छ होइन कतिजना त अब एक्सपायर पनि हुनुभयो त्यसको लागि चाहिँ अब एकछिनको लागि प्रार्थना गरिदिनुहोस् होइन एकछिनको लागि होइन जहिले बिहानै उठेर हुन्छ बेलुका सुत्ने बेला अगाडि हुन्छ आफ्नो मन्दिरको अगाडि आफ्नो चर्चको अगाडि कसरी हुन्छ पाइला टेकेर हुन्छ कसरी हुन्छ हात जोडेर मनबाट हुन्छ नि उहाँको लागि प्रार्थना गरिदिनुहोस् कि उहाँहरू सेफ बसोस् हामी देशको मान्छे हाम्रो देशको मात्रै होइन सबै जग्गाको मान्छेहरू चाहिँ अब सेफ बसोस् है अब हुन्छ नि अब तपाईँहरूले भिडियोजहरू हेर्नु हुँदै होला होइन युट्युबतिर फेसबुकतिर इन्स्टाग्रामतिर जहाँ पनि यही छ अहिले त्यही भएर गाइस कसैलाई केही हानि नहोस् बेसी होइन जति सक्दो सबैजना सेफ बसोस् र हाम्रो इन्डियन आर्मीको लागि पनि जय हिन्द भनेर कमेन्ट गरिदिनु होला र गाइस अब यस्तो चिसो मौसममा होइन दाहरूले चिया बनाउनु भयो फ्लास्कमै बनाएँ है यता हाम्रो चिया बनाउने त यहाँ छ चिया बिस्किट टेढेमेढे सबै छ होइन सबैको हातमा कप हेर्ने छ गाइस यस्तो दामी दामी छ तर मेरो हातमा चाहिँ सबसे महँगो कप छ यहाँनिर ड्युटी दा सेफ मेरो हातमा सबसे महँगो कप छ गाइस यो कपको दाम चाहिँ अब के भन्नु अब किनेर पनि पाइँदैन यो कप चाहिँ गाइस अब यसो चिसोमा छ चिया खाँदै सिन्दातमा भेट्छु ल गाइस वेदर चेकआउट गर्नुहोस् वेदर कस्तो दामी हुँदैछ है पछाडि पानी हल्का परिदिरहेको छ र अहिले चाहिँ म खाना खान गएको है र अहिले खाना पनि खाँदै गर्नुहुन्छ खाना खाने भने तपाईँहरूको लागि भ्लग पनि एनर्जी हुँदैन क्या खाना खाएर गर्छु सो हेलो गाइस म फाइनली रुम आइपुगेँ होइन र फ्रेस भएर अहिले म यो हालतमा छु यहाँ चाहिँ यस्तो छ खाना पकाउँदै थिएँ होइन यहाँ चाहिँ बिरालोको चिकनहरू बोइल गरिदिरहेको छु यहाँ निङ्ग्रो टमाटर पनि छ हो अन्त यस्तो छ गाइस हालत बत्ती छैन अहिले होइन माम पनि पकाउनु पर्छ त्यो यो पनि बत्ती गयो र त्यतिकै छ र वासरुमपट्टि लाइट बालिदिएको छ टर्च लुनाहरू 12 जनाले र लुना कहाँ छ र यस्तो नै छ जिन्दगी होइन बत्ती गरेर खाना पनि अब पक्ने हो कि होइन बत्ती अब कहिले आउने हो होइन कहिले पाक्छ कहिले खानु र त्यही भएर गाइस तपाईँलाई बोरिङ लाग्दैन यति भन्दै म आजको ब्लग यहीँनिर एन्ड गर्छु र तपाईँहरू ब्लग राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनुहोस् र गाइस भेटौँ अब हामी नेक्स्ट ब्लगमा